GSP, motherfuck the big three. Nigga, it's just big me. Nigga, boom. I'm really like that. And your best work is a light pack. Nigga, Prince outlived my jack. Nigga, boom. So we're at Sirupati Trout Farm. ल भाइ हेलो भन्ने धेरै भएको यार भिडियो बियर खान मजा आउँछ अरे ल भाइ भनिसक्यो भाइको इच्छा पुरा हुन्छ कि हुँदैन त अहिले एकछिन ट्राउट यहाँ रहेछ लुक्स प्रेटी फ्रेस है टाइम चाहिँ फोर रहेछ यहाँ छ ल यसै गाइजन बेच्नु भयो हामी अर्को रिजोर्ट हेर्न आएको कस्तो छ भनेर यहाँको माछा कतिको ठुलो रहेछ एन्ड देन विल डिसाइड कुनमा खाने भनेर यो चाहिँ भिलेज ट्राउट फार्म रे हेरौँ यसको माछाहरू कत्रो छ अनि विल इदर गो टु सिरुपाते कि त यहाँ यसको चाहिँ अलिक डिफ्रेन्ट रहेछ ठुलो चाहिँ यो छ है माछा हेर्नु जानु अब आजको सिकार ए यो त माछा चाहिँ ठुलै हो है भाइ ठुलै हो ला ठुलो छ माछा ठुलो छ आजको शिकारहरू होइन ठुल्ठुलो नि छ यहाँ चाहिँ र त्यहीँ जान्छौँ होला मोस्ट प्रब्लम यहाँ मरिरहेको माछा त के खानु हो ल यो क्यान्सलै होला यस्तो छ ठाउँ चाहिँ खोला नालाको साइडमा खोला नालाको साइड भन्नुहोस् ल हामी यहीँ बस्ने भयो भन्नु पहिला हेर्नु पऱ्यो नि त होइन माछाहरू चाहिँ यहाँ छ यस्तो पाराले त माछा होइन झिँगा पनि भेट्दैन त अनि अलि त सबै तान्दिनु न एकैचोटि झ्याम थियो यो ठुलो छ ठिक ठिकै अर्को हान्ने खै झिक्नु त ठुल्ठुलै होला यो राखौँ न केमा राख्ने है त्यो ठुल्ठुलै होला अर्को एउटा नि मेरो विचारमा बिचरा ठक हुने भयो आज माछा कतिवटा ल्याउनु खै ल्याउनु एउटा क्याच हाल्छ ट्राई ल भाइको पालो योबाट आश चाहिँ छैन कि त्यही पनि यसको त जालमा स्याट्टै आयो त आफै खै उता देखा नि त ल हेर्ने नै राम्रै समात्यो ठुलै हाम्रो क्याच चाहिँ यहाँ चाहिँ आजको शिकार ल परिचय त्यसो ल ठुलो आयो बिग वान we've got a big one यो अभिले समात्यो नि तेरो क्याच लौ एउटा बाँच्ने रहर धेरै रहेछ तर बिचरा हुन्छ ल अब हामी वे गर्न जान्ला माछा कति किलो छ ओहो फ्रेस हजुर $300 ए नि 500 रहेछ एक हो 1.5 हुन्छ होला राम्रो ट्याच
सुने बित्तिकै डर लागिरहेको खुबी चाहिँ छैन रहेछ सानो होला त्यो यो त ठुलै छ ठुलै छ सानो बिग फिस हो यो बिग फिस पर्यो यार यो भित्र That's Mustang. मुस्ताङ हाल्नु Oh, yes. क्राउड यो त चपाइन्छ नि सर जे पनि ल रिभ्यू टाइम ल भाइ ओके काइन केमा के हो के छ भन्नु सबै डु भिजिट फर एक्सपिरियन्स त्यही हो फुड कस्तो थियो फुड ठिकै 5 मा टाइममा 2.5 टु फुडको लागि चाहिँ यो ठाउँ होइन एम्बियन्स ठिकै छ ग्रिनरी छ अलि गाउँले भाइब्स सर्भिस कस्तो लाग्यो भाइ ओके ओके ल एज अ अनर रेस्टुरेन्टको त के भन्छस् यो ठाउँमा फेरि आउनुपर्छ हामी आउनु पर्दैन आउनु पर्दैन नआए हुन्छ मिठो चाहिँ छैन बियर खान आउने हो छुट्टै कुरा ड्रिङ्क गर्न ठिकै फुडको लागि चाहिँ वुड नट रेकमेन्ड दिस प्लेस ल यति हो ल अर्को भिडियोमा भेटौँ ल बाई